नमस्कार, अपन समाचारमा स्वागत छ। सुरु गरौं बाराबाट। 27 जनाको ज्यान जाने गरी हावाहुरी आएको 2 साता नपुग्दै बारामा आज बिहान पुनः असिना पानी सहित हुरी आएको छ। हुरीले एसई का साथै जनजीवन प्रभावित भएको छ। असिना पानी सहित आधा घण्टासम्म आएको हावाहुरीले सिमरा उपमहानगरपालिका सबैभन्दा बढी प्रभावित भएको छ। करैयामै गाउँपालिकामा अवस्थित नेपाल प्रहरीको अस्थायी प्रहरी पोस्ट मधुवनको छानो उडाएको छ। छानो उडाउँदा प्रहरी प्रभावित भएका छन्। हुरीले उपमहानगरपालिकाको गहुँ, मकै, तरकारी लगायत बालीमा क्षति पुर्याउनुका साथै सिमरा एफएम को टावर समेत उडाएको छ। कतिपय स्थानमा हुरीले रुख समेत ढालिदिएको छ। घरको छतमा राखिएका सोलर प्यानल पनि हुरीले उडाएको छ। हुरीले एसई परीक्षा प्रभावित भएको प्रहरीले जनाएको छ। सिमरा क्षेत्रका सुपरिन्टेन्डेन्ट शंकर आचार्यले भने आधा घण्टासम्म आएको असिना पानी र हुरीले विद्यार्थीहरूले लेख्नै सकेनन्, त्यसैले थप समय उपलब्ध गराउने निर्णय भएको। यस अघि बाराको भेटा गाउँपालिका लगायत स्थानमा हावाहुरी जाँदा 27 जनाको ज्यान गएको थियो। पर्सामा पनि हावाहुरीको चपेटामा परेको थियो। यी स्थानका प्रभावित टहरामा राखिएको छ। त्यसको अवस्था बारे भने जानकारी प्राप्त नभएको प्रहरीले जनाएको छ। बारा पर्साका हावाहुरी पीडितका लागि आर्थिक सहयोग आउने क्रम जारी रहेको छ। त्यसै क्रममा क्लोथ बैंक धनुषाका अध्यक्ष राजीव झाको पहलमा न्यू आईटी भेन्चर कम्पनी तथा यसका कर्मचारीले हावाहुरी पीडितलाई 1 लाख रुपैयाँ सहयोग गरेका छन्। कम्पनीका 55 जना कर्मचारीको 1 दिनको तलब र कम्पनीको तर्फबाट 50,000 सहित 1 लाख रुपैयाँको चेक कम्पनीका म्यानेजर सुजित झाले मुख्यमन्त्री लालबाबु राउतले हस्तान्तर गर्नुभएको हो। चेक हस्तान्तरणका क्रममा भौतिक पूर्वाधार तथा विकास राज्य मन्त्री डाक्टर डिम्पल झा, कम्पनीका पदाधिकारी लगायतको उपस्थित रहेको थियो। प्रदेश 2 को मुख्यमन्त्री तथा मन्त्री परिषद कार्यालय अगाडि जनकपुर चुरोट कारखाना लिमिटेडको बोर्ड झुन्ड्याएको फेला परेको छ। प्रदेश नम्बर 2 मुख्यमन्त्री तथा मन्त्री परिषद कार्यालयको बोर्डसँगै जनकपुर चुरोट कारखाना लिमिटेडको केन्द्रीय कार्यालय लेखिएको अर्को बोर्ड झुन्ड्याएको फेला परेको हो। मधेस भवन बाहिर जाजुकालीको बोर्ड राख्ने निकायको विषयमा मुख्यमन्त्री लालबाबु राउतले अनभिज्ञता प्रकट गर्नुभएको छ। सोमबार पत्रकारहरूसँगको कुराकानीमा मुख्यमन्त्री राउतले बोर्ड कसले र किन राखेको विषयमा आफूलाई विस्तृत जानकारी नभएको प्रतिक्रिया दिनुभएको छ। उहाँले कारखानाका सम्पूर्ण चल तथा अचल सम्पत्ति संघीय सरकारले प्रदेश सरकारले हस्तान्तर गरिसकेको भन्दै जाजुकालीको सम्पत्ति कसैले लिन नसक्ने पनि स्पष्ट पार्नुभयो। अहिले चाहिँ विगतका सरकारका मन्त्री परिषदले सम्पूर्ण यसका चल अचल सम्पत्तिलाई प्रदेश सरकारको हस्तान्तरण गरिसकेको छ। अब कुनै कसलाई के मन लाग्यो अब त्यहाँ टाँगेको छ। म चाहिँ यसमा बढी कमेन्ट गर्न चाहन्न। यो सम्पत्ति प्रदेश सरकारको हो, रहनेछ र प्रदेश सरकारबाट कसैले लिनेवाला छैन। केन्द्र सरकारका मन्त्रीहरूले जनकपुर चुरोट कारखानाको भ्रमणका क्रममा बन्द भइसकेको यो उद्योग फेरि सञ्चालन ल्याउने प्रतिबद्धता जनाउँदै आएका छन्। 2070 असार 20 को मन्त्री परिषद बैठकले सञ्चालक समिति विगत गरी जाजुकाली बन्द गर्ने र कर्मचारीलाई अवकाश दिने निर्णय गरेको थियो। सरकारले औपचारिक रूपमा बन्द गर्ने निर्णय गर्नु अगावै अर्थात् 2068 सालदेखि नै यो कारखानाबाट उत्पादन बन्द भइसकेको थियो। पछिल्लो समय जाजुकालीको विशाल क्षेत्रफल र भौतिक संरचना प्रदेश सरकारले प्रयोग गर्दै आएको छ। सर्वोच्च अदालतको अन्तरिम आदेशसँगै जिल्ला प्रशासन कार्यालयले जनसिद्ध नागरिकको सन्तानलाई वंशजको नागरिकता दिन बन्द गरेको छ। नागरिकता बनाउन जिल्ला प्रशासन कार्यालयमा पुगेका युवाहरूले भने प्रधानमन्त्री केपी शर्मा ओली विरुद्ध नाराबाजी गरेका छन्।
महेन्द्र चोकमा जम्मा भएका युवाहरूले केपी ओली मुर्दाबाद, गृहमन्त्री राजीनामा दिन लगायतका नारा लगाएका हुन्। हालै मात्र गृह मन्त्रालयले जन्मसिद्ध नागरिकको सन्तानलाई वंशजको नागरिकता दिन परिपत्र गरेको थियो। त्यस आधारमा स्थानीय प्रशासनले नागरिकता दिन थालेको थियो। तर सर्वोच्चले आइतबार मात्र अन्तरिम आदेश दिँदै तत्कालका लागि गृहको परिपत्र कार्यान्वयन गर्न रोक लगाएको छ। विश्रामपछि समाचारमा स्वागत छ। अब बाँकी समाचार। नेकपाका वरिष्ठ नेता माधव कुमार नेपाल अस्पताल भर्ना भएका छन्। नेता नेपाल विगत 3 दिन अघि अस्वस्थ भएपछि त्रिवी शिक्षण अस्पताल भर्ना भएका हुन्। नेता नेपाल अस्पताल भर्ना भएको अस्पताल स्रोतले पुष्टि गरेको छ। नेता नेपाललाई खोकी र ज्वरोले च्यापेपछि अस्पताल भर्ना गरिएको हो। 3 दिनको उपचारपछि नेता नेपालको आज डिस्चार्ज गर्ने तयारी भएको अस्पताल स्रोतले जनाएको छ। नेता नेपाल केही दिन अघि बारा पर्सा र रौतहटका विभिन्न कार्यक्रममा सहभागी भएका थिए। त्यही क्रममा उनलाई ज्वरो र खोकीले च्यापेको थियो। प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकलाई समृद्धिको बाटोमा अघि बढाउन आवश्यक वातावरण तयार भएको दावी गर्नुभएको छ। प्रधानमन्त्री ओलीले समृद्धिको अभियानलाई अघि बढाउन आवश्यकता अनुसार संविधान कानून परिमार्जन गर्दै लैजाने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो। सोमबार नेपाल उद्योग परिसंघको 16औं वार्षिक साधारण सभालाई काठमाडौँमा उद्घाटन गर्दै उहाँले विगतका लगत अभ्यास र परम्परालाई त्यागेर मुलुकलाई समृद्ध बनाउने अभियानमा सक्रियताका साथ लागि पर्न पनि निजी क्षेत्रलाई आह्वान गर्नुभयो। प्रधानमन्त्री ओलीले अब अरूलाई दोष दिएर पन्छिने अवस्था सरकार निजी क्षेत्र कसैलाई पनि नरहेको पनि स्पष्ट पार्नुभयो। यदि कानुनमा अप्ठ्यारो छ भने त्यो पनि खारिज गर्न सकिन्छ, बदल्न सकिन्छ, संशोधन गर्न सकिन्छ, नयाँ बनाउन सकिन्छ। कानुनी व्यवस्थाको पनि केही छैन। अरू नियमहरू निर्देशनहरू यदि बाधक छन् भने ती नियम र निर्देशनहरूलाई पनि सच्याउन सकिन्छ। यदि हाम्रा अभ्यासहरू ठिक छैनन् भने अभ्यास बदल्न सकिन्छ। यदि प्रचलन ठिक छैनन् भने प्रचलन बदल्न सकिन्छ। नराम्रा चलनलाई राम्रा चलनमा बदल्न सकिन्छ। त्यो ठुलो कुरै होइन। यस्तो अवस्था भइसकेपछि हामी अब कसैलाई दोष दिइरहन सक्दैनौँ। अब हामीले जे गर्न पर्ने हो गर्नुपर्छ। कार्यक्रममा अर्थमन्त्री डाक्टर युवराज खतिवड़ाले मुलुकलाई समृद्ध बनाउन सरकार एक्लैको प्रयासले मात्र नहुने बताउनुभयो। उहाँले सरकारले मुलुकको समृद्धिका लागि निजी क्षेत्रको योगदानमाथि विशेष जोड दिएको पनि स्पष्ट पार्नुभयो। लगानी सम्मेलनपछि मुलुकलाई समृद्ध बनाउने आधार छनै बलियो भएको उल्लेख गर्दै अर्थमन्त्री खतिवड़ाले त्यसका लागि आवश्यक सबै खालको नीतिगत व्यवस्था गर्न सरकार प्रतिबद्ध रहेको पनि बताउनुभयो। निजी क्षेत्रको भूमिकालाई हामीले जसरी उल्लेख गरेका छौँ, मुलुकको उच्च आर्थिक वृद्धिको दोहोरो अङ्कको नजिकको र पछिल्लो चरणमा गएर दोहोरो अङ्कको आर्थिक वृद्धिको जुन परिकल्पना गरेका छौँ, त्यहाँ निजी क्षेत्रको भूमिकालाई हामीले अत्यन्त महत्त्वका साथ हेरेका छौँ। त्यसलाई अघि बढाउनको लागि अब वातावरण बनाउनु पर्ने काम छ। हामीले लगानी सम्मेलन गरेर एउटा वातावरणको सुरुवात गरेका छौँ। लगानी सम्मेलनको दिन मैले अन्तिम दिन के भनेका थिएँ, यो लगानी सम्मेलनको अन्त्य भनेको हाम्रो कामको सुरुवाती दिन हो। हामीले अब गर्नुपर्ने कामहरूको ठुलो दायित्व बोध हामीलाई यो लगानी सम्मेलनबाट भएको छ। त्यसको सुरुवात हामीले गरिसकेका छौँ। त्यसै सन्दर्भमा कानुन निर्माणका कुराहरू, नियमावली बनाउने कुराहरू, रेगुलेसनहरू अघि बढाउने कुराहरूमा जुन किसिमले सिएनआईले एउटा प्रस्तावै तयार गरिसकेको छ र त्यसलाई अघि बढाउन खोजेको छ, मलाई लाग्छ त्यसले हामीलाई हाम्रो यो शासकीय सुधारलाई अघि बढाउनलाई थप सहयोग नै पुग्नेछ। अब औद्योगिक क्षेत्रको अतिरिक्त पूर्वाधार क्षेत्रमा र खास गरी शहरी पूर्वाधार विकासका क्षेत्रमा सार्वजनिक निजी साझेदारीमा धेरै कामहरू गर्नु छ। चाहे त्यो फोहोर मैला व्यवस्थापनमा होस्, चाहे त्यो शहरी यातायात प्रणालीमा होस्, चाहे त्यो सहरका अन्य यातायात संरचनाको सन्दर्भमा होस्, यी विषयमा हामीले जानुपर्ने भएको हुनाले त्यो सार्वजनिक निजी साझेदारी ऐनको नियमावली हामी छिटै ल्याउँछौँ। त्यसअनुसार काम गर्न हामी तयार हुनुपर्छ।
अर्थमन्त्री खतिवड़ाले मुलुकको विकास निर्माणको काममा तीव्रता दिन पनि निजी क्षेत्रले उल्लेख्य योगदान दिन सक्ने बताउनुभयो। संसदीय समितिले बजेट निर्माणका लागि सरकारलाई सुझाव दिन सबै प्रदेश प्री बजेट छलफल कार्यक्रम सञ्चालन गर्ने भएको छ। संघीय संसदको अर्थ समितिको सोमबार सिंहदरबारमा बसेको बैठकले आगामी आर्थिक वर्षको बजेट निर्माणका लागि सरकारलाई आवश्यक सुझाव दिन प्रदेश स्तरीय प्री बजेट छलफल कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको हो। जनताको अपेक्षा अनुसार बजेट निर्माणका लागि सरकारलाई आवश्यक सुझाव दिन सबै प्रदेशमा प्री बजेट कार्यक्रम सञ्चालन गर्ने निर्णय गरिएको समितिका सभापति कृष्ण प्रसाद दाहालले जानकारी दिनुभयो। समितिले आगामी वैशाख 5 गतेदेखि सञ्चालन गर्ने प्री बजेट छलफल कार्यक्रमका लागि 9 जना समितिका सदस्य तथा 3 जना कर्मचारी सहित 12 जनाको 2वटा टोली परिचालन गर्ने योजना पनि बनाएको छ। टोलीले प्रदेश 1 को झापा र विराटनगर, प्रदेश 2 को जनकपुर र वीरगंज, प्रदेश 3 को हेटौडा, गण्डकी प्रदेशको पोखरा, प्रदेश 5 को बुटवल र नेपालगंज, कर्णाली प्रदेशको सुर्खेत र सदरपश्चिम प्रदेशको धनगढीमा प्री बजेट छलफल गरी सरकारलाई बजेट निर्माणका लागि आवश्यक सुझाव दिने पनि समितिका सभापति दाहालले बताउनुभयो। सार्वभौम जनता, निजी क्षेत्र, प्रदेश सभा, स्थानीय निकाय, जनप्रतिनिधि, विभिन्न राजनीतिक दल लगायतका विज्ञहरूको राय सुझावहरू संकलन गरी जनचाहना अनुसारको बजेट प्रस्तुत गर्न प्रस्ताव गर्न सुझाव दिने काम कर्तव्य र अधिकार संघीय संसद अर्थ समितिको रहेको हुँदा 7वटा प्रदेश वा प्री बजेट छलफलको कार्यक्रम सञ्चालन गर्न उपयुक्त देखिन्छ। पूर्व बजेट छलफल कार्यक्रम सञ्चालन गर्न र कार्यक्रम स्थल नजिक रहेका राष्ट्रिय गौरवका आयोजना अनुसार राजस्व कार्यालयहरूको स्थलगत अनुगमन गर्नको लागि अर्थ समितिका माननीय सदस्यहरू 9 जना र कर्मचारीहरू 3 जना गरी 12 जनाको 2वटा टोली बनाउने र आगामी वैशाख 5 गतेदेखि कम्तीमा 1 हप्ताको प्रदेश नम्बर 1 को झापा र विराटनगर, प्रदेश नम्बर 2 को जनकपुर र वीरगंज तथा प्रदेश नम्बर 3 को हेटौडामा एउटा टोली र अर्को टोली गण्डकी प्रदेशको पोखरा, प्रदेश नम्बर 5 को बुटवल र नेपालगंज, कर्णाली प्रदेशको सुर्खेत र सुदूरपश्चिम प्रदेशको धनगढीमा उक्त समितिले प्रेस बजेट छलफलको क्रममा त्यही रहेको राष्ट्रिय गौरवको आयोजनाको स्थलगत अनुगमन गरी त्यसलाई छिटो सम्पन्न गर्न पनि सरकारलाई आवश्यक सुझाव दिने योजना पनि बनाएको छ। सरकारले आगामी आर्थिक वर्षको बजेट जेठ 15 गते संघीय संसदमा पेश गर्ने संवैधानिक व्यवस्था रहेको छ। सोही बजेटमा जनताको अपेक्षा अनुसार निर्माण गर्न अर्थ समितिले आवश्यक सुझाव दिन प्रदेश स्तरीय प्री बजेट छलफल कार्यक्रम गर्न लागेको हो। प्री बजेट छलफलमा प्रदेश सरकार, प्रदेशका सांसदहरू, विज्ञहरू सहितको उपस्थिति हुने पनि समितिले जनाएको छ। राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापा सहित 3 नेतालाई प्रहरीले नियन्त्रणमा लिएको छ। राजधानीको पद्मोदय मोडबाट अध्यक्ष कमल थापा सहित नेता कार्यकर्ताहरूलाई प्रहरीले नियन्त्रणमा लिएको पर्नेमा अध्यक्ष तामाङ, दीपक बोहरा लगायत रहनु भएको पार्टी प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए। हिन्दू राष्ट्र कायम गर्नुपर्ने माग राख्दै राप्रपाले सोमबार प्रदर्शनी मार्गमा प्रदर्शन गरेको थियो। प्रदर्शनका क्रममा राप्रपाका नेता कार्यकर्ताले निषेधित क्षेत्र छोड्ने प्रयास गरेपछि उनीहरूलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ। सरकारले पूर्व पश्चिम विद्युतीय रेल मार्ग निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन डीपीआर तयार पारेको छ। भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले सो विद्युत रेल मार्ग निर्माणका लागि डीपीआर तयार भइसकेको जानकारी दिनुभएको हो। सोमबार काठमाडौँमा आयोजित कार्यक्रममा बोल्दै उहाँले करिब 1000 किलोमिटर लम्बाइ रहेको सो रेल मार्गको निर्माण कार्य आगामी आर्थिक वर्षको 4 महिनाबाटै सुरु गर्ने योजना पनि अघि सार्नुभयो। सुरु गरिसकेका छौं। डीपीआर हामीले 1045 किलोमिटर करिब 1052 भन्दा बढी हुन्छ, करिब 1000 किलोमिटर हाम्रो डीपीआर तयार भइसकेको छ। पूर्वमा काँक्रेपिटादेखि पश्चिममा गड्डा चौकीसम्म र विद्युतीय रेल मार्ग जसलाई हामीले स्ट्यान्डर्ड गेज भन्छौं
त्यसको पनि काम हामीले थालिसकेका छौँ। प्रतिवादी मन्त्री महासेठले सरकारले 1 वर्ष कार्यकालमा विकास निर्माणको काममा उल्लेख्य प्रगति गरेको दावी पनि गर्नुभयो। नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले विगतमा लोड सेडिङ गराउनेहरूले प्राधिकरणको नेतृत्वलाई कमजोर बनाउने प्रयास गरिरहेको दावी गर्नुभएको छ। कार्यकारी निर्देशक घिसिङले सोमबार काठमाडौँमा पत्रकार सम्मेलन गरी आफूले लोड सेडिङ मुक्त गराएको र प्राधिकरणका नाफामा लागेको मन नपराउने तत्त्वहरूले विगतका प्राधिकरणका नेतृत्वको निर्देशनमा आफूहरूमाथि अपेक्षा लगाउने काम गरिरहेको भन्दै आपत्ति पनि जनाउनुभयो। आफूमाथि 60 लाख भत्ता लिएको आरोप विभिन्न समाचार माध्यम मार्फत ती तत्त्वहरूले लगाएको उल्लेख गर्दै कार्यकारी निर्देशक घिसिङले आफूले कार्य सम्पादन मूल्याङ्कन समितिको सिफारिसमा 6 लाख मात्र भत्ता बुझेको पनि स्पष्टीकरण दिनुभयो। प्राधिकरण म्यानेजमेन्टलाई कसरी कमजोर बनाउने र विद्युत प्राधिकरणको होल टिमलाई कसरी कमजोर बनाउने, मिडियादेखि लिएर कहाँ कसलाई कसरी कमजोर बनाउन सकिन्छ सम्पूर्ण हरकत गर्नेसम्मको हामीले बुझेका छौँ। विद्युत प्राधिकरणभित्र ट्रान्सपेरेन्सी सबै चिज छ। कार्यकारी निर्देशक घिसिङले आगामी 4 वर्षभित्र सबै नागरिकको पहुँचमा विद्युत पुर्याउने सरकारको लक्ष्य पूरा हुने गरी प्राधिकरणले काम गरिरहेको पनि बताउनुभयो। उहाँले त्यसका लागि अपर कर्णाली, दुधकोशी, माथिल्लो तामाकोशी 5 जल विद्युत आयोजनाको कामलाई अघि बढाउन लागि पनि जानकारी दिनुभयो। तर व्यक्तिगत आक्षेप लाग्ने हिसाबले जुन हिसाबले आएको छ त्यो कुनै विगतका जुन मान्छेहरू छन् कसैको निर्देशनमा यो कुराहरू भइरहेको भन्ने हामीले बुझेका छौँ। कार्यकारी निर्देशक घिसिङले प्राधिकरणलाई अझै गतिका साथ अघि बढाउने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो। अब खेल समाचार। किङ्स 11 पन्जाबले इन्डियन प्रिमियर लिग IPL क्रिकेटमा सनराइज हैदराबादलाई पराजित गरेको छ। आफ्नै घरेलु मैदान मोहालीमा भएको खेलमा पन्जाबले हैदराबादलाई 6 विकेटले पराजित गरेको हो। 151 रनको चुनौती पछ्याउँदै ब्याटिङ गरेको पन्जाबले निर्धारित 20 ओभर सकिन 1 बल बाँकी छँदा 4 विकेटको क्षतिमा लक्ष्य पूरा गर्यो। पन्जाबको जितमा ओपनर लोकेश राहुलले उत्कृष्ट पारी खेल्दै 71 रनमा अभिजित रहे। उनले 53 बलमा 7 चौका र 1 छक्का प्रहार गरे। त्यस्तै पन्जाबका लागि मयंक अग्रवालले पनि अर्धशतक बनाए। उनले 55 रन बनाएका थिए। खराब सुरुवात गरेको पन्जाबले पहिलो विकेटको रूपमा क्रिस गेललाई 18 रन हुँदा गुमाएको थियो। तर दोस्रो विकेटका लागि लोकेश राहुल र मयंक अग्रवालले 114 रनको विशाल साझेदारी गर्दै आफ्नो टिमलाई जित दिलाएका थिए। बलिङतर्फ सन्दीप शर्माले 2 विकेट लिए। यसअघि टस हारेर पहिलो ब्याटिङ गरेको हैदराबादले मितप्रति 20 ओभरमा 4 विकेटको क्षतिमा 150 रन बनाएको थियो। हैदराबादका लागि डेभिड वार्नरले उत्कृष्ट प्रदर्शन गर्दै आफ्नो टिमलाई मध्यम स्कोरमा पुर्याएका थिए। उनले 62 बलमा 6 चौका र 1 छक्काको मद्दतमा 70 रन बनाएका थिए। हवस् त अहिलेलाई समाचार यति नै। पल पल खबर तेज नजर अपन टेलिभिजन हेर्दै गर्नुहोला। नमस्कार।